हेलो गाइस, हाई। आज चाहिँ हामी कलर एक्सचेन्ज गेम खेल्न लागेको मेरो मामुसँग म छोरीसँग। किनभनेदेखि चाहिँ युजुअली हजुरहरूले देख्नुभयो होला आफ्नो साथीहरूसँग खेलेको, तर मेरो लागि त मेरो मामु नै साथी हो। मेरो लागि पनि साथी भन्दा छोरी नै साथी भएको हुनाले आज हामी गेम खेल्न गइरहेका छौँ। मैले यहाँ सामान रेडी पारिसकेँ। यो मेरो सामान हो, यो मेरो हो। अब हामी सुरु गर्छौँ है त। ओके, मेरो चाहिँ अझै एउटा सामान चाहिँ यता छ, जुन मैले मामु लुकाएर राखेको छु। अब हजुर भन्छ कुन कलर? ब्लू। मेरो ब्लू। अहो ल, मामुको लागि थ्याङ्क यू, मन पर्यो, थ्याङ्क यू। अब छोरीको लागि चाहिँ म निकाल्छु है त। ल, एक्साइटेड छु। छोरीलाई कस्तो राम्रो, वा कति धेरै हुँदो रहेछ एउटै भित्रलाई। थ्याङ्क यू सो मच। रेड। रेड मैले निकाल्ने है। छोरीलाई मन पर्ने भएकोले मरु नै मैले रेड गरेर दिँदा। वा, नेल पलिस, थ्याङ्क यू सो मच। दुईटा रहेछ, थ्याङ्क यू। मेरो चाहिँ रेड चाहिँ मामुको लागि यो छ। थ्याङ्क यू। कस्तो राम्रो रहेछ। ल, युज हुने। अब मैले भन्ने हो येल्लो। येल्लो 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 मामुको लागि। ल, थ्याङ्क यू सो मच। यो धेरै खासमा त यो सबैले युज गर्नुपर्छ, तर पनि मैले ल्याएँ। थ्याङ्क यू। अब मेरो देखाउने है। मेरो चाहिँ यस्तो छोरीलाई सेभ गर्नको लागि ल है। मनी ब्याग, ये कस्तो मन पर्यो मलाई। थ्याङ्क यू। ल, सेभ गर्ने है। अब होइन, अब पिङ्क जसले भन्यो नि हुन्छ। पिङ्क 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 पिङ्क। ल, मैले पिङ्क। ल, म त कस्तो अनएक्सपेक्टेड बोतल। ल, थ्याङ्क यू। मलाई हजुर बोतल दिन्छ जस्तो लागेको थिएन, किनभने म पानी नै खाएँ। त्यही पानी नखाएको भएकोले मैले पानी खानलाई यो बोतल मलाई चाहिँ नयाँ नयाँ बोतल भयो भने मात्रै पानी खान मन लाग्छ। थ्याङ्क यू सो मच। मामुलाई पिङ्क। थ्याङ्क यू। सेम सेम। हजुर एउटै परेछ है। कलर मात्र डिफरेन्स। मलाई तर यस्तो मैले किन्दैखेरि क्या मलाई यो परे, मलाई नि चाहिरहेको छ भन्दा नि मामुले दिस्यो। तिमीलाई पिङ्क नि मन पर्थ्यो, तर मैले चाहिँ त्यो कलर ल्याएको होइन। अहिलेलाई चाहिँ यो गर्ने है त। ल ल, ओके। ल, अब मैले भने अब पिङ्क। म ब्ल्याक। ब्ल्याक नटबुक। ब्ल्याक ह्यान्ड वास हाल्ने। थ्याङ्क यू। कस्तो क्रिम हाले नि हुन्छ, तर ह्यान्ड वास युजुअली कस्तो क्युट। थ्याङ्क यू। ब्ल्याक। ब्ल्याक मलाई धेरै मन पर्छ, जति